अनि आज तपाईँलाई गाउँ सडकमा कुनै पनि ठाउँमा काङ्ग्रेसलाई गाली गर्दैन क्या होइन गाली दुई कारणले गर्दैन गाली दुईटा चिज भएपछि गर्दैन एउटा गल्ती गरेन भने गाली गर्दैन एउटा उसँग आशा सकियो भने गाली गर्दैन अहिले तपाईँले हजुरले मलाई एउटा कुरा यो राख्ने अवसर दिनु पर्यो कि अहिले के कुरा उठेको छ त पहाड के रहेछ भन्न मलाई पहिल्यै प्रश्न सोध्नु पर्यो मैले त्यही गर्नु त्यहाँ त म आउँदैछु मलाई त अहिले पहाड सोध्नु छैन मलाई अहिले हिमाल सोध्नु पनि छैन मलाई नेपाल सोध्नु छ क्या होइन त्यही त नेपाल हो नि सबैको पीडा त्यो तराईसम्म छ तर त्यहाँ गरिबी छ अन्न भण्डार त्यही हो त्यहाँ सबभन्दा धेरै गरिबी छ होइन त जे अवस्था यो मुलुकमा भइरहेछ म एकचोटि काङ्ग्रेसको कुरा गर्छु तपाईँले सोधेको प्रश्न अहिले किन सोध्नु मन लागेर सोध्छु होइन कति न्युज खोजेको गाली खान छोडेको छ तपाईँ चाहिँ काङ्ग्रेसभित्रको चित्त नदुखाउनुहोस् है ल भन्नुहोस् चित्त दुखाउनुहुन्न नि दुखाउन के तपाईँ काङ्ग्रेसभित्रको दही चिउरी है नमस्कार जय नेपाल यति बेला त तपाईँहरूलाई नमस्कार गर्न त सजिलो त तपाईँहरूको हातमा ग्लु लाएर छोडिदिनु पाए ढुक्क हुन्थ्यो होला यहाँ राति सुतेको बेला नि यसरी सुत्नुहुन्छ होला है तपाईँहरू होइन राज सर म त्यस्तो खालको मान्छे होइन म सदाबहार जहिले पनि आफ्ना अग्रजहरूलाई सम्मान गर्ने र नयाँ नवयुवाहरूलाई साथमा लिएर हिँड्ने तपाईँले त्यसो भन्दै गर्दा चुनावका बेलामा चाहिँ सबै अग्रज लाग्छन् चुनावकै बेला चाहिँ सबै प्रिय लाग्छन् यसको उमेर 18 पुगेको पुगेन होला यसको मतदाता नावलीमा नाम छ कि छैन होला मैले तपाईहरू स्वच्छ पनि होइन तपाईहरू समृद्धिको भाग पनि होइन तपाईहरू परिवर्तनको सम्भाग पनि होइन तपाईहरू यो संविधान कार्यान्वयन गर्नेहरू पनि होइन भने भन्न खोज्नु होइन होइन तपाईहरू